एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम अहिले नेपालको उत्कृष्ट क्रिकेट स्टेडियम बन्न पुगेको छ। कैयौँ वर्ष पहिलादेखि खेल भइरहेको नेपालको टियु क्रिकेट स्टेडियममा सरकारले कैयौँ पटक फ्लडलाइट जडान गर्ने भने तापनि त्यो कार्य अझैसम्म सफल हुन सकेको छैन। यता भने रूपन्देहीको तिलोत्तमामा गुल्मीका विनोद कुँवरले अस्ट्रेलियामा आइटी कम्पनीबाट कमाएको आफ्नो सम्पत्तिलाई क्रिकेट स्टेडियम बनाउन लगानी गरेको करिब 1 वर्षभित्रमा उनले आफ्नो स्टेडियममा 5वटा फ्लडलाइट जडान गरेर नेपालको पहिलो फ्लडलाइट भएको क्रिकेट स्टेडियम बनाउन सफल भएका छन्। उक्त फ्लडलाइट टेस्टिङको बेलामा उनले के भने त हेरौँ अबको भिडियोमा। नमस्ते, अहिले हामीले यो बालिरहेको लाइट चाहिँ यो लाइट टेस्टिङ होइन, चेकिङ हो। यहाँ नझुक्किनु होला। चेकिङ भनेको हामी चाहिँ जेनेरेटरहरू पोलहरूमा लाइट जुन जडानको केबलहरू लाइटले काम गरेको छ कि छैन भनेर हामी चेकिङ गरिरहेका छौँ र जुन आज चाहिँ सकिएको छ, सक्सेसफुली चाहिँ चेकिङ सकिएको हो। अब यसको टेस्टिङ बल्ल सुरु हुनेछ र आज चाहिँ सङ्घीय सांसदहरू आएर, सरकारका प्रतिनिधिहरू र सांसदहरू आएर यहाँ चाहिँ के सहयोग गर्न सकिन्छ भनेर एउटा ठुलो प्रोग्राम थियो। अनि त्यो प्रोग्राममा चाहिँ हामीले उहाँहरूलाई चाहिँ यो लाइट बालेर देखाउँ भनेर आज 5वटै पोल चाहिँ हामीले बालेर देखाएको मात्रै हो। अब यसमा चाहिँ यसको फेरि स्पेसलिस्ट इन्जिनियरहरू आउँदै हुनुहुन्छ। उहाँहरूले फेरि यसलाई चाहिँ चेक गर्ने मेसिन लिएर, अनि अहिले एङ्गल मिलेको छैन। तपाईँले देख्नुभयो भने कोही ठाउँ टाढा गएको छ, कोही ठाउँ स्याडो आइरहेको छ, कोही ठाउँ धेरै उज्यालो भएको छ। यो मिलेको छैन, यो मिल्ने बेला पनि भएको छैन। हामीलाई 4-5 दिन अथवा 10 दिन चाहिँ अझै यो टाइम लाग्छ। त्यही भएर यसलाई चाहिँ टेस्टिङ भन्दा पनि यसलाई चेकिङ भन्छौँ हामीले। र भोलिबाट हाम्रो यसको टेस्टिङ सुरु हुन्छ। त्यो बेलामा चाहिँ हामीले गर्ने भनेको इन्जिनियरहरूले लिएर मेसिन लिएर आउँछ, अनि यसको एङ्गलहरू मिलाउँछ। लाइट धेरै बाहिर फोकस गएको छ, त्यो कुरालाई चाहिँ ग्राउन्डभित्र लिन्छ र जुन साइड एङ्गलमा जुन स्याडोहरू आइरहेछ त्यसलाई चाहिँ घटाउँदै जान्छ। र यसलाई चाहिँ नपुगे फेरि थप्न पनि मिल्ने गरी बनाएको छ। त्यो आत्ति हाल्नुपर्ने, बनाइहाल्नुपर्ने अथवा यति नै हो भन्नुपर्ने केही पनि छैन। पोलको हाइट चाहिँ 30 मिटर प्लस छ। त्यो हाइट मोर देन इनफ भएको छ। तर नम्बर अफ लाइट चाहिँ अथवा यसको ब्राइटनेस बढाउने आवश्यकता परे जति पनि थप्न मिल्छ, त्यही नै हो टेस्टिङ। त्यो सुरु हुँदैछ। त्यही भएर अहिले चाहिँ नआत्तिनु होला। तर अहिलेसम्म चाहिँ हामीले जुन गरिरहेको एउटा ऐतिहासिक क्षण थियो कि नेपालमा पहिलो क्रिकेट स्टेडियममा फ्लडलाइट बाल्ने काम चाहिँ आज हामी अफिसियल्ली 5वटै पोलमा जुन लाइट दिएका छौँ त्यो लाइट बालिरहेका छौँ र अहिले बलिरहेको छ। लगभग 1 घन्टा हामी बालिरहँदा पनि अहिले कुनै पनि इस्यु आइरहेको छैन। त्यो तपाईँले देखिरहनु भएको छ र यसको सम्पूर्ण अपडेटहरू चाहिँ म दिँदै जानेछु। तर तपाईँ नझुक्किनु होला। धेरैले क्वेसन गर्नुहुन्छ, पोलको हाइट सानो छ, लाइट पुगेन, अथवा लाइट यहाँ बढी ब्राइटनेस भयो अथवा स्याडो आयो, यी चिजहरू चाहिँ अहिले बेला भएको छैन भन्ने। त्यसको हामी चाहिँ अफिसियल रिपोर्ट निकाल्छौँ। त्यसको लागि हाम्रो इन्जिनियरहरू छ, हामी एम्पायरहरूलाई बोलाउँछौँ अनि उहाँहरू आएर अनि एम्पायरिङ गर्दाखेरि कसरी हेर्नुहुन्छ त्यो हुन्छ। प्लेयरहरू आउँछ अनि उहाँहरू खेल्नुहुन्छ। अनि पारस खड्का अथवा शक्ति गौतमहरू हामी बोलाउँछौँ र उहाँले खेल्दाखेरि बलको चाहिँ के छ कन्डिसन्स, उहाँले बल देख्न गाह्रो भइरहेछ कि छैन, अथवा कुन कर्नरमा लाइट पुगेको छैन, यी सबै कुराहरू उहाँहरूले हेर्नुहुन्छ। त्यसपछि क्यामेराम्यान बोलाउँछौँ। क्यामेराम्यानले रातिमा बल ट्र्याकिङ गर्न सकेको छ कि छैन, बल ट्र्याक देखिन्छ कि देखिँदैन, अथवा बललाई कुन ठाउँमा चाहिँ कसरी हेर्न सकिन्छ, यस्तो 4-5 फेजमा टेस्टिङ भइरहन्छ। त्यसपछि क्यानका पदाधिकारी बोलाउँछ, फेरि आइसिसीका मान्छे बोलाउँछ। अन्तर्राष्ट्रिय जो यसमा काम गरिरहेको हुन्छ आइसिसीले टिम पठाउँछ। ती सबै चिजहरू बाँकी छ। त्यो प्रोसेस भनेको 2-3 महिना लाग्ने हो। अहिले भनेको टेस्टिङ फेजमा चाहिँ गेम खेलाउँदै जाने अनि हेर्दै जाने, कहाँ इम्प्रुभ गर्नुपर्ने छ ती चिजहरू हामी बनाउँदै जाने हो। त्यही भएर अहिले चाहिँ आत्ति हाल्नुपर्ने अथवा यस्तो हो त्यस्तो हो भन्नुपर्ने केही पनि छैन। यत्रो खर्च गरिसकेपछि, यत्रो बनाउँछु भनिसकेपछि यस्तै जोड्ने अथवा यस्तै छोड्ने भन्ने हुँदैन। तर आइसिसीले मान्यता दिने गरी मलाई धेरै साथीहरूले पठाउनु भएको छ, आइसिसीको मान्यता यो हो, यो हुनुपर्छ, यो हुनुपर्छ। ती सबै हामी बुझेर नै हाम्रो इन्जिनियरहरूले जसले काम गरिरहनु भएको छ त्यो गरेकै छ। त्यसमा चिन्ता लिनु केही पर्दैन। एज अ क्रिकेट फ्यान भएपछि चिन्ता लागिहाल्छ। यो नबनाउँदा पनि पहिला चिन्ता लागेको थियो, बन्दै गर्दा पनि चिन्ता लागिरहन्छ, त्यो भइरहन्छ। त्यसलाई चाहिँ अहिले टेन्सन लिनुपर्ने केही पनि छैन। हामीले अन्तर्राष्ट्रिय मापदण्डलाई फलो गरेर नै काम गर्ने हो र आइसिसीले दिएको गाइडलाइन्स बसेर नै काम गर्ने हो। जसरी हामीले चाहिँ मैदान बनायौँ र मैदानको स्लो पिचको कन्डिसन्स, भिआइपी बिल्डिङ, यी सबै चलिरहेका छन्। त्यस्तै गरी नै चाहिँ यो लाइटको पनि टेस्टिङ सुरु भइरहेको छ र यसको अन्त्य रिपोर्ट आउनको लागि केही समय लाग्छ। त्यही भएर हामीले लोकल टुर्नामेन्टहरू अथवा इन्टरनेसनल प्लेयरहरू जुन नेपालका प्लेयरहरू बाहिर इन्टरनेसनलमा गएर नाइटमा खेलेका मान्छेहरू लिएर प्लेयरहरू लिएर खेलाउँछौँ। धेरै काम बाँकी छ। एम्पायरले कसरी हेर्छ, यी सबै चिजहरू चाहिँ खुलाउन अथवा गरिरहन बाँकी भएको हुनाले गर्दा त्यो काम चाहिँ बल्ल सुरु भएको र आज
एउटा हदसम्म चाहिँ ऐतिहासिक दिन हो जहाँ 5वटा लाइटहरू फर्स्ट टाइम हाम्रो क्रिकेट स्टेडियममा बलेको छ। त्यसको लागि म तपाईँ सबै सम्पूर्ण जसले नेपाली क्रिकेटलाई माया गर्नुभयो, क्यान सरकार, स्थानीय सरकार, आफन्ती र मेरो परिवार, मेरो श्रीमतीलाई धेरै हजुरलाई विनोद कुँवर दाजुको काम कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। साथै भिडियो मन परेमा यो भिडियोलाई एकचोटि लाइक, कमेन्ट गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। धन्यवाद।